टिकटकले ल्याएको छ नयाँ अफर अनि टिकटकको रहस्यहरू त्यो मनोरञ्जन मात्रै होइन दुःख पीडा सबैलाई समेटेको छ। त्यस कारणले मैले पनि एउटा टिकटक बनाऊ भनेर आज कि अलिकति एउटा नयाँ एउटा उद्देश्य गरेको छु। तर पुरानो बुढापाका मान्छेले भन्थे भागी भए तालुमा आलु फल्छ भन्थे। तर मेरो बोरी फलेको छ यो म पनि साह्रै आभारी भएको छु र ठिकै छ। अनि यो टिकटकको धेरै रहस्यमय छ, मलाई धेरै रोचक लागेको छ। धेरै भाइ बहिनीहरूले सबै दिदीबहिनी महिला दिदीबहिनी सब दाइभाइहरूले यो टिकटक देखाउँदाखेरि मलाई धेरै रोचक लागेको छ। म आभारी छु, सराहना गर्दछु। ठिक छ। अनि यो टिकटकको लागि म धेरै राम्रो अभिनय गरेको छु। अब मेरो तालुमा बोरी फल्दा मलाई धेरै राम्रो लागेको छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरूले पनि यस्तै आफ्नो खेती किसान गरेर बोरी सिमी सबै हराभरा सबै फलाउन् भन्ने मेरो उद्देश्य छ। ठिकै छ, यो टिकटक यस्तै हो। अनि तर म बुढो मान्छे पनि यो टिकटक देखाउन पाउँदा मलाई धेरै खुसी लागेको छ। टिकटक भेट्ने भनेर मैले धेरै कोसिस गरेको थिएँ। तर म काठमाडौँ गएर आउँदाखेरि अनि मुगलिङको त्यो होटलमा बसेको देख्दा टिकटक बहिनीहरू टिकटक सोल्जिनेहरू ले चिया खानुहुन्छ। त्यही भेट भएर म पनि टिकटकको साथसाथै आएको छु। ठिकै छ, राम्रो नतिजा गर्नु होला। तर यो टिकटक मलाई धेरै राम्रो लागेको छ। आजलाई यत्तिकै, बाई बाई।